हिमालहरूलाई हेर्दै हामी दशमी बजारलाई पनि कट्दै हामी पुग्छौँ तम्बरतिर। घुमाउनु पर्ने होइन यहाँनिर त बिजोग भन्दा अनि त्यो खोला कट्छ त अशोक सर, त्यो खोला कट्छ कट्दैन होला। अप्ठ्यारो बाटोहरूलाई छिचोल्दै जाँदा तम्बर खोलामा यो जीर्ण रहेको पुल भेटिन्छ जसलाई मर्मतको अभाव रहेको छ र यो बगरहरू सँगै मिलेर बसेका ती खोलाहरू र खोलासँगै रहेको यो डाँडाहरूलाई हेर्दाखेरि हामी जहिले घुमिरहने घुमन्तेहरूको मन फेरि फेरि आइरहँ जस्तो लाग्छ। घुम्नको लागि सहयोग गर्नुहुने हाम्रा आत्मीय साथीहरूलाई देखेर झन् मन सन्चो हुन्छ। यहाँ छु अनि भ्यू चाहिँ एकदम दामी देखिरहेको छ। यो भ्यूहरू एकदम बबाल भ्यू छ है। यसरी नै लामो यात्रा गर्दै गर्दै हामी मुलघाट पुग्छौँ र मुलघाटमा केही समय बिताएपछि हाम्रो यात्रा यहीँ सकिन्छ र फेरि भेट्ने बाचाका साथ।